केही उपलब्धि हुनेवाला छैन। खतरा ऱ्यापर हुन छ भने बरु खतरा गीत सुन्नु त विदेशको गएर, नत्र लिसनर्स हो भने त ल ठिक छ, तर नसुनहरूको नेपालीहरू जे पाइ त्यहाँ हान्छन्। छ्या बिल्ला लाग्छ अनि त्यो सुन्दा सुन्दा बोरिङ लाग्छ अनि बन्द गरिदिन्छ। अनि मान्छेले अन्त रिसाउँछ अनि हामी त सुन्दैनौँ। हामीले त्यो भन्दा तिनीहरूले सुन्ने जस्तो छ, तिनीहरूले सट्टी सट्टीमा कसो सुन्छ तिमीहरूलाई भन्दैन केटा हो, तिमीहरूलाई भन्दैन। फेरि तिनीहरू बाटो छन् नि, हामीले जस्तो तिमीहरूलाई जे पाइ त्यो आएर भन्दैन। हामी चाहिँ फेरि हल्का राम्रो छौँ, सोझो छौँ, अनि तिमीहरूलाई आएर सब कुरा सट्टीमा भनिदिन्छौँ। हाम्रो सिक्रेट कुराहरू पनि यसरी गर्नुपर्छ यसरी गर्नुपर्छ भनेर अरूहरूले भन्दैन है। हाम्रो यो मेन सुपरस्टार हाम्रो भिटेन ब्रोले अरूहरूले यिनीहरूले त भन्दैनन् यस्तरी कुराहरू। लभ लभ है लभ फेरि लभ के नराम्रो भने हाम्रो अनि नाइ नाइ लभ पनि छ त नि त फेरि के नै हेट गरे जस्तो त्यति कुरा भयो भन्दैन। जे पाइ त्यो सोच्नुहुन्छ र भन्न खोजेको हामीले चाहिँ सिकाउँछौँ के यसरी गर्नुपर्छ म्युजिक होइन। नसुन ऱ्यापर हो भन्छ। इफ यु वान्ट टु बी योर सेल्फ कहिले पनि धेरै अरूको सुन्ने होइन, सुन्ने तर बाल पनि छैन है एट द सेम टाइम। सुन्ने धेरै कुरा हो। अब म दुईजना अपले मलाई खोडा देखाइरहेछ सफलताको पारा फेरि मादलमा ऱ्याप हान्यो भने नि लिरिक्स चाहिँ भन्छन् रिस गर्नेले गरे रिस गर्नेले त जेमा पनि भन्छ क्या। अघिको स्किम चाहिँ यसले पक्रियो, बल्ल पक्रियो यो को रहेछ। अघिको स्किम चाहिँ च्याप्प समायो मान्छेले। ल कुस दाई खै दाई गरे कुस हाम्रो यहाँ कुक हानिरहेछन् आज खतरा म्युजिक। तिमीहरूलाई म टड्का दिन्छन् कुसले, स्पाइसी मसालेदार बुझ्यो नि, मसालेदार म्युजिक सब चखना सक्ना मिसाएर दारू पानी चखना आउँदैछु पख्न मखना ए मेरो मखना उसले बनाएर खाना पाक्दैछ। यस्तो अब त्यही हो चलिरहेको छ होइन। सब आर्टिस्टहरू राम्रो छ, त्यस्तो कसैलाई पनि हेट त होइन तर हाम्रो पर्सपेक्टिभ हो। हामीले जे भन्न पाइयो नि, मैले अहिलेसम्म नभनिकन बसिरहेको कुरा, तर मैले त त्यही भनिदिरहेको त। दुई तिनवटा कुराहरू खतरा भनिदियो, तिमीहरूले याद गरे कि गरेनमा चाहिँ। तिमीहरूको ऱ्यापरले 20-30 लाख खर्च गरेर भिडियो गराउँछ, हामीले पछि हेर न हेर्दै जाऊ। एउटा कुरा त्यो। अर्को मुजी अनि म्युजिक पनि तिमीहरूको ऱ्यापरहरूले चाहिँ जे पाइ त्यो रियल लाइफमा नबाचेको मुजी जे पाइ त्यो हान्छ चाहिँ। हामी मुजी जे हो त्यही हानेर हुन्छौँ, फ्री स्टाइल हानेर हुन्छौँ मुजी होइन। अरूहरूले मुजी लेखेर मुजी तिनीहरूले त्यो भित्रभित्रको कुरा छोडिदिउँ अब होइन। अनि को कस्तो लाग्छ पनि हामीलाई नसोध होइन केटा हो। को कस्तो लाग्छ मुजी म कस्तो लाग्छ यहाँ सोध। तेरो दाइमा चाहिँ यहाँ चाहिँ देखेछ कि नै पहिला भन। को कस्तो लाग्छ मलाई नसोध मुजी। सब भिन्टु लाग्छ मेरो अगाडि त सब भिन्टु लाग्छ बुझिस् नि। त्यस्तो नसोध कस्तो कुरा गरेको ल यार। ड्रिप आफ्नो पैसाले यी 2-3 हजारको टी सर्ट, 2-3 हजारको चेन, अनि 10 हजारको चेन, अनि 2-3 हजारको चस्मा होइन। अनि अरू के यी जिन्स 2-3 हजारको, जुत्ता 5 हजारको नर्मल लाउँछु म। तर हिजो फेरि यति पनि थिएन नि, आज यो लाउँछु म। आज भोलि अझै बवाल हुन्छ, लाखको लाउँछु हेर्दै जा म्याच। एजेक्स दाईको बिर्सिन्न सङ दाई दामी, त्यो पनि फ्री स्टाइल हो। उगाएर फ्री स्टाइल त्यो बिर्सिन्न सुनाउ न। बिर्सिन्नम क्या हामीले, केही पनि बिर्सिन्नम। जस्ट मैले चुप लगाएर बसेको मात्र हो बुझ्यो नि। केही बिर्सिन्न। दिमाग छ त यहाँ, मस्तिष्क छ नि यहाँ, क्याप्चर भइरहेको हुन्छ मेमोरीमा सब कुरा। म याद राख। क्षमा फिदा मेरो डाइलगमा कसैलाई नसोध को कस्तो लाग्छ मलाई केही नसोध है। म तिमीहरूको मेसेज नै हेर्दैन भाइ। मा चाहिँ उल्टै गाली खालास् तैँले चाहिँ म चाहिँ को कस्तो लाग्छ भन्दै म जिम्मा ल्याएस्। र बेडमा सुत्छु कहिले काहीँ तर डस्ना बिर्सिन्न। बेडमा सुत्छु कहिले काहीँ तर डस्ना बिर्सिन्न। त मुजीले के भनिथिस् त्यो मुजी केही बिर्सिन्न। तँलाई एक्लै भेट्यो भने बाटोमा मुजी हिँड्दा बिर्सिन्न। केटाहरूले तेरो ठोपडा कहिल्यै बिर्सिन्न। फोटो सेभ गरेर राखेछ मुजी ग्यालेरीमा कहिल्यै बिर्सिन्न। वालपेपर पनि राख्न सक्छ है। फुच्चे मुजी भाइहरूलाई रन्डी भ्याउँछस् मुजी भाइहरूलाई रन्डी फेस टु फेस कुरा गर्न मुजी अगाडि भेटेर बल्ल मुजी के हो कसो हो मुजी थाहा हुन्छ नि। मुजी हामीले पनि लिएर हाम्रो दायाहरू, तैँले पनि लिएर आइज तेरो दायाहरू। मुजी तेरो पछाडि को छ, हाम्रो पछाडि को छ गरमलाई एक्लै आएर यता एक्लै आएर रे ग्याङ बोकेर आएर बिचरा भाइहरूलाई अरूहरूलाई सताउने हो त्यसरी। मुजी फुच्चा फुच्ची चाहिँ नगर है माछी।
मार्ची दाईहरू मुजी सबको हुन्छ मुजी हामीले मुजी को दाई निकालौँ मार्चीको भन्न मुजी चचुवाको चाल तर कहिले बिर्सिन्न अनि बिर्सिन्नमा म चाहिँ हामीले भन्दा खतरा खतरा लाइन कसले हार्न सक्छ ल फोन हेर्छु कहिले काहीँ तर रिस बाट मुजी छोलुवा भाइ मार्ची के भन्छ भन्नु न छोलु हैछ छोलु कमेन्ट हेर्नु मलाई आयो म माथि गइसक्यो ए यसको गर्लफ्रेन्ड छ कि छैन गर्लफ्रेन्ड मुजी गयो के हुन्छ भाइ यार छोलु भाइ यार त्यस्तो हर्नी नभउ न यहाँ यस्तो राम्रो कुरा गरेकोलाई म थर्काउँछु नि फेरि हवसका पुजारी को हो यो भाइ हजुर भनेको फेरि भिडियो ल बिर्सिन्नमा कसले हान्नु सक्छ दामी राइम होइन हामी होइन यो बिर्सिन्न लाइन लिएर कडा कडा